कचुर भाजी लारर साना ऊ मजा बापरे 5-6 बजे उठेर 7 बजेसम्म हामी खेतमा आइपुगेछौँ के गाइस बाकुल खाबो चाहिँ के बोले बाकुल खाबो मजा सुने नि गजरी हेलो गाइस नमस्ते वेलकम ब्याक टु माई भ्लग सो आज चाहिँ तपाईहरुलाई इन्फर्मेसन दिइहालौँ कि हामी अफिसियली हाम्रो खेती स्टार्ट गर्दैछौँ आजदेखि रोपाई सुरु हुँदैछ हैन अस्ति त म खेत आएको थिएँ तर हलो सलो जोत्नलाई यस्तै गर्नलाई आजदेखि हामी अफिसियली खेती स्टार्ट गर्दैछौँ वरिपरिका धेरैहरू रोपिसकेछ हैन हाम्रो खेतहरु मात्रै बाँकी छ अब चाहिँ रोप्नै पर्यो भनेर छ हैन म चाहिँ गाइस दमक बस्दा चाहिँ 7 बजेसम्म बेडमै हुन्थे अनि उठ्थे आज चाहिँ 7 बजे के 5-6 बजे उठेर 7 बजेसम्म हामी खेतमा आइपुगेछौँ के गाइस यस्तो छ सिचुएसन अब किसानको बेटा भएपछि यतिको त गर्नुपर्छ हैन अनि म चाहिँ अहिले पानी सानी बोकेर आइसकेको छु पानी सानी बोकिसकेँ गाइस यताको खेतहरुमा चाहिँ गाइस पानीको पनि सुविधा छैन एकदम पानीको पनि यति गाह्रो छ घरै पुग्नुपर्छ बाटो हेरिसक्नुभयो यस्तो यस्तो बाटो छ कि गाइस बाबले तपाईलाई देखाउँछु म हैन ल अब चाहिँ जाम सबै खेती गरौँ खेती तपाईहरुलाई कसरी गर्छौँ हामीहरु देखाउँछौँ हैन त खेती त एज नर्मल सबैजना गर्छ तर हामी चाहिँ भ्लग बनाउँदै इन्जोय गर्दै खेती गर्छौँ के गाइस ल जाम है त हेर्दै हुनुहुन्छ गाइज हाम्रो काका चाहिँ अझै पनि प्योर खेती गर्दै हुनुहुन्छ मतलब हलो जोत्दै हुनुहुन्छ एकदम गोरु लिएर अहिलेको सिचुएसन छैन नि त गोरु कतै पनि देखिँदैन यता चाहिँ छ गोरु हैन अहिले चाहिँ गाइज म यस्तो यस्तो बाटो उठ्दै जाँदैछु कतै कतै रोपिसकेछ हैन यो खेत अझै रोपिसकेछ हाम्रो खेतहरू अझै रोपेको छैन यो अब हामी भोलि पर्सि कहिले रोप्नु लाग्छौँ बाटो हेर्नुहोस् न गाइज बाटो यो हेर्नुहोस् यस्तो बाटो छ यस्तो बाटो छ कि गाइज ओ माई गड नि त गाइज हेर्न सक्नुहुन्छ ड्राइभर हाम्रो हैन हाम्रो यही खेतहरू हो हैन यता अनि हेर्न सक्नुहुन्छ यता केटाहरू काम गर्दैछ जता त्यतै अहिले मान्छे छ कि गाइज अहिले घरभन्दा बेसी मान्छेहरू खेतमै छ कि गाइज हेर्नु न बापरे गाइज यस्तो बाटो छ चिप्लेर लडियो भने त मोबाइल पनि गयो यार माइला मोबाइल गयो भने तपाईहरुसँग कुराकानी पनि हुँदैन यार गाइज के गर्नु यहाँ हेर्न सक्नुहुन्छ हामी चाहिँ पुगिसक्यौँ खेतमा हैन उता चाहिँ भ्यूहरू छ यता चाहिँ हाम्रो ट्र्याक्टर अब यता हेर्न सक्नुहुन्छ खाली छ नि जुन हामी रोप्ने पुरा छौँ है त गाइज आज यहाँ हेर्न सक्नुहुन्छ केटाहरू एकदम किसान जस्तो कालो देखिँदैछ यार मासला ड्राइभर रेडी अब चाहिँ स्टार्ट हुन्छ होला गाडी स्टार्ट भइसकेपछि गाइज तपाईहरुसँग बोल्न पनि केही सकिँदैन किनकि घ्यार गर्छ केही सुनिँदैन तपाईहरुलाई हैन अहिले नै बोल्दैछु जति हुन्छ अनि त्यसपछिको पैसा आउँछ है त गाइज ड्राइभर कमजोर ड्राइभर इपाते रोडी हाम्रो चाहिँ गाइज भ्यूहरू पनि कलिलो छ हैन तर के गर्नु यता सबैतिर रोपिसकेपछि हाम्रो पनि बाध्यता भयो कि रोप्नुपर्छ भनेर अनि हामी पनि रोप्दैछौँ न त हेर्नु न कलिलो छ कि गाइज हाम्रो भ्यूहरू गाइज हेर्न सक्नुहुन्छ हाम्रो यो र यो खेत चाहिँ हिलो गरेको भइसक्यो योहरूमा चाहिँ आज रोप्ने छौँ हैन अनि ट्र्याक्टर चाहिँ उता लग्दैछ अब यो किताब पनि हलो गर्नुपर्छ सो गाइजहरू हाम्रो चाहिँ ट्र्याक्टर रोको अहिले हैन रोकिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ बिउ खाने पनि धेरै मान्छे छ ट्र्याक्टर बन्दैछ ड्राइभर पनि खाना खान आउँदैछ है त गाइज किनकि हाम्रो मम्मीले चाहिँ खाना लिएर आइसक्नु भएको छ है तपाईहरुलाई यो कुरा भनिदिउँ कि हाम्रो जब पनि खेती हुन्छ हैन त्यो बेला चाहिँ हामी बाहिरै खेतमै खाना खान्छौँ घरमा चाहिँ लग्दैनौँ खेतमै खाना खाने हो एकचोटि आइसकेपछि दिनभरि यहीँ कटाएर त्यसपछि घर जाने हो क्या गाइज खाना नास्ता जे होस् यहीँ खाने हो यहीँ रमाउने हो गाइजहरू यहाँ भनेको हाम्रो खेत हो होइन यहाँ त कहाँ हात धुने भनेको यही हो यही तलको पानीले हात धुने हो मुख धुने हो तर म चाहिँ मुख धुनु अलिक मलाई कस्तो लाग्छ मान्छेहरू त धुन्छु कि तर म चाहिँ खुट्टा हात धुने हो त्यसपछि अर्को पानी धुएर खाने यही हो आजको हाम्रो खाना है त गाइस हाम्रो आलु छैन यो भन्छ ट्याप्नी
अनि हाम्रो लेमनको दाल माथिबाट पावर पनि छ कि गाइज यो चाहिँ अलिक पछि आयो मेरो सो गाइजहरू हामी चाहिँ अघि नै खाएको थियो भात होइन मेरो अर्को भाइ र म मतलब ड्राइभर म अहिले चाहिँ अलिक पछि यहाँ महिला पार्टी चल्दैछ यहाँ के बोले मजा सुन नि गजेटी देख्बे नि को भाजी आलु साना कचुर भाजी लारर साना ऊ मजा बापरे खाबार स्वाद छ खै भौजाइ र बोल बोल खामु खाले म बोल पनि सुपर देखाइदिए कुन टोस साग भातला बाफरे यता खानपिन हुँदैछ होइन म चाहिँ अघि नै खाएको अब चाहिँ अलिक यहाँ काम पनि गर्नुपर्छ कामसाम गरेर मेरो काम के छ भने गाइस यहाँ उकालिदिनुपर्छ बिउहरू होइन अनि त्यो बिउहरू म झार्ने बेला छु मतलब हाम्रो भाषामा झार्ने नै कुरा हुन्छ तपाईँहरू अब नेपालमा के भन्छ थाहा भएन यस्तो होइन हेर्न सक्नुहुन्छ हाम्रो बिउहरू छ अब भोलि चाहिँ रोप्ने बेला छौँ आज चाहिँ रोप्ने थियो कि गाइस तर आज चाहिँ अलिक बिउ नभएर अहिले त्यस्तै भयो अब भोलि हाम्रो कन्टिन्यू काम हुन्छ हेर्न सक्नुहुन्छ बिउ अब चाहिँ हामी बिउ झार्ने बेला छौँ गाइस हुने त म बच्चैदेखि नै किसानको काम गर्दै आउँदैछु होइन तर चाहिँ मलाई यो बिउ उखार्ने बिउ झार्ने यो कामदेखि एकदमै एलर्जी छ क्या गाइस म चाहिँ बिउ जहाँ रोप्ने हुन्छ नि त्यहाँसम्म पुर्याइदिन्छु अनि हल्लो सुल्लो जोत्ने मन लाग्छ त्यो बिउ उखार्ने चाहिँ यस्तो ल्याङ लाग्छ यार गाइस तर के गर्नु कोही छैन गर्नुपर्छ तर म चाहिँ गरेको छैन नि अहिलेसम्म एउटा पनि बिउ उखारेको छैन मात्रा झारिरहेको छु के गाइस म हेर्न सक्नुहुन्छ मेरो हालत भाइ साहब हेर्नुहोस् न यस्तो भएको छ अलिक त काम गरेँ गाइस तर यस्तो भयो कि म अब अलिक घर जान्छु होला यहाँ चाहिँ पनि काम चलिरहेको छ गाइसहरू यहाँ हाम्रो कटहर पनि आइसकेको छ खाने अहिले चाहिँ म खाँदैछु इन्जोय गर्दैछु मिठो बबाल कटहर चाहिँ गाइस यस्तो छ यो खाने भन्दा गाई नै यस्तो राम्रोसँग आउँछ कि खाम जस्तो भइहाल्छ कि गाई चाहिँ अब चाहिँ फाइनली घर जाँदैछु है त गाइस यहाँको काम पनि सकिसक्यो मतलब मेरो लागि चाहिँ सकिसकेछ मम्मी बुवाहरू चाहिँ काम गर्दै हुनुहुन्छ होइन म चाहिँ अब सिधै घर जाने हो कति काम गर्नु यार गाइस आराम गरी बसी खाने मान्छे आज दिनभर काम गर्नुपर्दा यस्तो गाह्रो बाप रे बाप भन्नै सकिनँ क्या गाइस त्यसैले अलिक छिटै जाँदैछु यहाँ पसिना यति धुप पनि छ कि गाइस यो गर्मीले गर्दा पसिनै पसिना भइरहेछ कि गाइस अनि यो कारण पनि हो अनि घर गएको ल बाई सी यू